हेलो गाइस, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। आजको नयाँ भिडियोसँगै तपाईँहरू सम्पूर्णलाई स्वागत छ। कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ, भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक एन्ड सब्सक्राइब गरेर नयाँ नयाँ भिडियोसँग जोडिनु होला भन्न चाहन्छु। है आज भने म तपाईँहरूको माझ नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु है। हेर्नु गाइज, गर्मी छ, आज एकदमै गर्मी छ। तैपनि म थोरै पिठो थियो अनि त्यसलाई चाहिँ रोटी हाल्न जाँदैछु गाइज है। रोटी हाल्दै जस्तो तपाईँहरूको माझ मेरो मनमा लागेको कुरा, गत हप्ताको कुराले मेरो मन एकदम चिसो भइरहेको छ। अझै पनि कसलाई भनौँ अनि कसलाई सुनाऊँ जस्तो भइरहेको के मनमा एकदमै चिसो पसिरहेको थियो। त्यो कुराले मेरो मनलाई चाहिँ एकदमै भारी बनाएको छ क्या। अनि त्यही भएर म तपाईँहरूकोमा सेयर गर्दैछु। अनि तपाईँहरूले पनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। तपाईँहरूको पनि सायद मलाई जस्तै हुन्छ कि फरक हुन्छ, कमेन्ट गरिदिनु होला, सल्लाह सुझाव पनि दिनु होला भन्न चाहन्छु। गत हप्ता म गण्डकी गएको थिएँ। गण्डकीतिरबाट फर्किँदै गर्दाखेरि हामी थुप्रैजना थियौँ। अनि गण्डकीको नजिकै एउटा मन्दिर थियो, मन्दिर छ। मन्दिर नजिकै आइपुगेर हाम्रो भाइ बहिनीहरू चाहिँ अगाडि नै हिँड्नु भएको थियो। त्यो मन्दिर अगाडि चौतारी छ, चौतारीमा बसेर रमाइलो गर्दै हुनुहुन्थ्यो। म भने 1 मिनट 2 मिनट जति पछाडि नै थिएँ। अनि म सर आएर आहा कति रमाइलो हो, ओहो यस्तो रमाइलो छ या हाम्रो यतातिर भने मैले। अनि एउटा दाइले भन्नुभयो। अनि मैले ठ्याक्क मेरो नजर चाहिँ त्यो साइडमा बसेको 2 जना बुढाबुढी बेहुला बेहुलीको दृश्यतिर गयो। अनि मैले भने के आहा कति रमाइलो हो यतातिर, बेहुला बेहुली पनि हुनुहुन्न रहेछ। बेहुला बेहुलीलाई, नयाँ बेहुला बेहुलीलाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना छ है। आहै कति रमाइलो हो, आज त बेहुला बेहुली भेट्न पाइयो मन्दिरमा, कहिले पनि भेटेको थिएन हामी त भनेर भने। अनि म यति धेरै खुसी भयो कि एकदम एक्साइटेड भएँ होइन। अनि एउटा दाइले भन्नुभयो क्या, ओहो बहिनी तपाईँ कति खुसी भएको अरे। अनि मैले भने होइन खुसी त हुनुपर्छ नि दाइ, अरूको खुसीमा त हो खुसी हुने। अनि बिहे जस्तो कुराहरू देख्न पाउँदा पनि अनि रुनु त खुसी हुनुपर्छ नि भने मैले। अनि त्यो दाइले के भन्नुभयो, तपाईँलाई त आफैलाई खाना बोलाए जस्तो खुसी हुनुभयो, बिहे खानै बोलाए जस्तो गरे क्या। खाना बोलाएर खुसी हुन्थ्यो र दाइ, खाना नपाए पनि खुसी हुन्थ्यो म त भनेर भन्थ्यो क्या। अनि त्यो दाइले भन्नुभयो, हो बहिनी, मैले त अघि नै दिइसकेको हो शुभकामना, आउनु शुभकामना दिनु भन्नुभयो। त्यहाँबाट मैले पनि दिएँ, सबैले दिउँ है शुभकामना, नयाँ नवदम्पति जीवनको शुभकामना दिनु है सबैजनाले भाइ बहिनीलाई भने मैले। अनि त्यसपछि हामी सबै दिइसकेको भन्नुभयो। अनि के भयो भने त्यसपछि मैले चट्ट ब्यागमा मोबाइल थियो, मोबाइल झिकिसकेपछि अनि त्यो भाइ बहिनी उतापट्टि थियो, हामी यतापट्टि थियौँ। अनि मैले यसरी मोबाइल ठडाएर भिडियो गरेँ। भिडियो गर्दाखेरि ल हेर्नु गाइज यतातिर कति रमाइलो छ, हाम्रोतिर एकदम रमाइलो छ है हेर्नु भने। अनि त्यसो भन्दाखेरि त्यो बेहुला भाइले के भन्नुभयो, मैले शुभकामना मात्र दिएको थिएँ, त्यो भाइ बहिनीतिर मैले हेरेको थिइनँ कि राम्रोसँग कस्तो छन् भनेर हेरेको थिइनँ। अनि त्यो बाहिरबाट मात्रै टाढाबाट देखेको दृश्यलाई मात्रै अनुभव गरेर शुभकामना दिएको थिएँ। अनि एउटा बेहुला बेहुली भइसकेपछि उनीहरूको नजिक गएर हेर्न पनि हामीलाई पनि त लाज हुन्छ होइन। अनि केटाकेटी बच्चा बच्ची होइन कस्तो के छ भनेर हेर्ने कुरा पनि भएन। अनि त्यसपछि मैले त्यसो भनिसकेपछि ल हेर्नु गाइज यतातिर कति रमाइलो छ है भनेर भन्दाखेरि त्यो बेहुला भाइले के भने थाहा छ, दिदी लाइभ बस्नु भएको अरे। होइन कहाँ बस्नु लाइभ होइन भने मैले।
अनि त्यसो भन्दाखेरि हेर्नु यस्तो गर्मी छ कि पसिना लाइन गएको छ त्यो भएको भएर गर्मी छ कि किचनमा फेरि अनि मैले हैन लाइभ बसेको छैन भने अनि मैले धेरै जस्तो भिडियो चाहिँ सेल्फी अगाडिबाट गर्छु कि अगाडिबाट गर्दाखेरि अनि ऊ भाइ बहिनीले के सोच्यो आफ्नोतिर क्यामेरा पर्दाखेरि अनि उसले सोच्यो होला आफूहरूको भिडियो बनायो होला भन्ने जस्तो सोच्यो होला अनि कसको पर्मिसनमा बनाउनु भयो भिडियो भन्ने के अनि किन पर्मिसन चाहियो र भाइ भिडियो गराउन पनि भने मैले अनि त्यो भाइले के भन्छ अनि पर्मिसन बिना किन गराउनु भयो भिडियो अरे अनि मैले हाम्रै भिडियो बनाएको तपाईहरुको भिडियो बनाएको छैन यदि मैले बनाइहाले भने पनि तपाईहरुलाई नसोधिकन बनाइहाले भने पनि तपाईहरुसँग सोधेर काटेर फाल्न मिल्छ मैले तपाईहरुको भिडियो बनाएको छैन म आफ्नो भिडियो आफैले बनाउनलाई कुनै पर्मिसन लिनु पर्दैन हाम्रो यो भाइ बहिनीहरु हुनुहुन्छ सबैजना साथीहरु हुनुहुन्छ हाम्रो बनाउनलाई त्यस्तो पर्मिसन लिनु पर्दैन किन र भाइ तपाईले भागेर बिहे गर्नु भएको भने के मैले तर त्यसपछि मेरो ध्यान त्यतातिर गयो के त्यो भाइ बहिनीतिर नजर गयो हैन हेरे मैले कस्तो भयो भने अनि त्यो भाइ 20 क्रस भइसकेको थियो तर बहिनी चाहिँ सानी के एकदमै सानी पातलो यत्रो सानो थियो मान्छे देख्दा पनि त्यस्तै उमेर पनि नपुगेको जस्तो थियो अनि किन डराउनु भयो बे के रे भागेर गरेको बे भनेको हैन मागेर गरेको भनेर भन्यो मागेर गरेको बे भन्थ्यो त्यो भाइले हैन बहिनी सानो थियो सानो थियो अनि एउटा संगी पनि थियो के साथमै सानो ऊ जत्रै थियो संगी बुरु अलि ठुलो थियो ऊ सानो थियो के जो बेउली भनेर आको बेउली चाहिँ सानो थियो घुम्टो ओडेको थियो अनि त्यो चौतारीमा बसेर मेहन्दी हातमा लगाउँदै थियो के यदि मागेर ल्याएको बेउली हुन्थ्यो भने त घरबाट नै राम्रोसँग सबै कुरा गरेर ल्याउँथ्यो होला तर त्यो बेउली चाहिँ चौतारीमा आएर हातमा मेहन्दी लगाउँदै थियो अनि त्यसपछि के भयो भने अनि त्यो भाइलाई मैले भने के किन डराउनु भयो अनि त्यसो भनेपछि त्यो भाइ बहिनीहरु चाहिँ राम्रोसँग निहालेर हेरे बिचरा सानो थियो बहिनी पनि पक्कै पनि भागेर ल्याएको होला जस्तो लाग्यो नत्र भने कोही पनि त्यसरी हत्तापत्ता डराउँदैन नि त अब भिडियो गरेर भोलि लाइभमा देखेर कसैले सानो देखेर कसैले चिनेर यस्तो भयो भनेर खोज्न आयो भने अनि बाल विवाह केस हाल्दियो भने भोलि गएर फसिन्छ केही हुन्छ भन्ने डर त मान्छेमा हुन्छ नि त्यो भएर पनि होला जस्तो लाग्यो तर सानो आजभोलिको मान्छेहरु शिक्षित भएर पनि व्यवहारिक छैन के एउटा मान्छेको उमेर पुगिसक्यो अर्कोको पुगे छैन भने पनि झ्यापै बिहे गर्दिहाल्ने के म के भन्छु भने आजभोलि त सोशल मिडियाको जमाना छ के राम्रो के नराम्रो के सही के गलत भन्ने कुरा त सानो बच्चादेखि लिएर बुढाबुढीसम्म सबैलाई थाहा छ के तर पनि अझै पनि मान्छे एउटा कुरा बुझेको छैन कि बिहे गर्नको लागि हामीले सानो उमेरमा बिहे गर्नु हुँदैन भन्ने कुरा चाहिँ बुझेको छैन जानी नजानी हाम्रो समाजमा बाल विवाह चाहिँ भकै छ के अझै पनि बाल विवाह गर्न पाइदैन है भन्ने भए पनि बाल विवाह चाहिँ भकै छ रोकिएको छैन अझैसम्म पनि पूर्ण रूपमा बाल विवाहले चाहिँ धेरै समस्याहरू निम्त्याएको जस्तो लाग्छ मलाई चाहिँ मेन कारण नै यो अहिले हाम्रो नेपालमा जति पनि श्रीमान श्रीमती छुट्टिनु एकअर्कालाई श्रीमानले श्रीमती मान्नु श्रीमतीले श्रीमानलाई मान्नु अनि यो छोराछोरीले बीचमा दुःख पाउनु चाहिँ यो बाल विवाहकै कारण जस्तो लाग्छ तपाईहरुलाई कस्तो लाग्छ अनि यो बाल विवाहले गर्दाखेरि नै हाम्रो समाजमा बिहे गरेको 2-4 वर्ष नपुग्दै अब बुवा आमाले पनि छोराछोरीको खुसी हो भनेर बिहे गरिदिनु भयो भने अब 2-4 वर्षमा एउटा यो सानो उमेरमा त अब राम्रो नराम्रो खासै त्यति उस हुँदैन नि त एकअर्कालाई राम्रोसँग बुझेको हुँदैन एउटा शारीरिक आकर्षणले गर्दाखेरि बिहे हुन्छ
जब मन भरिन्छ बीचमा छोराछोरी पनि भइसक्यो बिहा दर्ता भएको छैन धेरै छ के यस्तो समस्याहरू हाम्रो गाउँ समाजमा यस्ता घटनाहरू धेरै छन् अनि बुवा आमा छुट्टिने अवस्थामा पुग्छन् छुट्टिएका पनि छन् बिचरा त्यो छोराछोरीले न जन्म दर्ता पाएको छन् न के अब बिहा दर्ता नै छैन बुवा आमाको कसरी जन्म दर्ता पाउनु उमेरै पुगेको छैन बाउ अर्को बाटो आमा अर्को बाटो छोराछोरी बिचमा अनि समस्या कसलाई भयो त तिनैजनालाई भयो नि त्यस्तो हुन्छ अनि यही बाल विवाह कारणले गर्दा श्रीमानले श्रीमती मार्ने श्रीमतीले श्रीमानलाई मार्ने अनि छोराछोरीलाई कसैले छोराछोरीलाई मारेको छ यस्तो घटनाहरू चाहिँ यही बाल विवाहले गर्दाखेरि हुने हो के गाई सानो यति कुरा गर्दा गर्दै रोटी पनि पाकिसकेको छ गाई चाहिँ तपाईहरुलाई कस्तो लाग्छ के जस्तो लाग्छ कमेन्ट गर्न नबिर्सनु होला है यदि तपाईहरुलाई राम्रो लाग्छ भने लाइक एन्ड सब्स्क्राइब गरेर शेयर पनि गर्न नबिर्सनु होला भन्न चाहन्छु।